त्यसैले म फेरि पनि मेरो नाम भन्न जाँदैछु। मेरो नाम आर्यन गजमेर र म स्थानीय चर्चको एउटा सदस्य हुँ र वचनमा जानुभन्दा अगाडि चाहिँ पहिला म गवाई बाँड्न चाहन्छु। 3 महिना अगाडि फेब्रुअरीमा चाहिँ सानो चाहिँ परमेश्वरले मलाई मौका दिनुभयो है। त्योभन्दा अगाडि चाहिँ बुद्धोलमा नवलपरासीमा म 3 महिना सेवाकाई गरेर चाहिँ आएँ। तर यो 1 वर्ष चाहिँ तपाईँहरूसँग म राम्रोसित बस्न सकिनँ र यो गवाई म सुरु गर्न चाहँदैछु कसरी चाहिँ परमेश्वरले मलाई मौका दिनुभयो भनेर। पहिलोपटक 1 वर्ष अगाडि पनि मौका आएको थियो, तर त्यतिखेर चाहिँ अलिकति कुरा नमिलेको कारणले चाहिँ फाइनेन्सियल कुरा नमिलेको कारणले चाहिँ म क्यान्सल गरेका थियो र पछि फेरि पनि परमेश्वर बोल्नु भएको कारणले चाहिँ फेरि एकचोटि मौका आयो र परमेश्वरले जब मौका दिँदै हुन्छ किन प्रयास नगर्ने भनेर चाहिँ अनि जाने प्रक्रिया सुरु गर्यो है। अनि थोरै पैसा जम्मा गरेर अनि भिसाको लागि एप्लाई गर्यो, भिसा पनि आयो। जब भिसा आइपुग्यो अब जानु पर्यो अब जानलाई ट्रेन टिकटहरू काट्नु पर्ने थियो। भिसा आइसकेपछि त्यहाँ उताबाट बोलाएको थियो है। अनि अब पैसा कहाँबाट जुटाउने प्रभु, भिसा त दिनुभयो, अब तपाईँको विश्वासले यहाँसम्म ल्याउनु भएको छ परमेश्वर, अब के गर्नुहुन्छ तपाईँ गरिबक्सिनुहोस् भने चाहिँ हामी प्रार्थना गर्दैथ्यौँ। र अन्तिम समय 1 हप्ता अगाडि 1-2 हप्ता अगाडि मात्र अनि मैले यहाँ पनि गवाई पनि बाँडेको थिएँ यसैको बारेमा है। कसैले चाहिँ भिसा आयो तर मसँग केही प्लेन टिकटको छैन। तर हाम्रो आदरणीय हाम्रो मण्डलीको हाम्रो दिदी हाम्रो भेनाजु भीम भेनाजुको परिवारले चाहिँ आर्थिक सहयोग गर्नुभयो है। गएर पढ्नुहोस्, राम्रो भविष्य बनाउनुहोस् भनेर र धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसको निम्ति। र त्यसपछि चाहिँ प्लेन टिकटहरू पनि काटेर त्यहाँ गइयो है। अनि त्यहाँ गएपछि चाहिँ धेरै कुराहरू नयाँ कुराहरू सिक्ने मौका पायो, हेरेर सिक्न मौका पाएँ। जब म पहिलो दिनमा छिरेँ है, सबैजना कोही मोबाइलमा चाहिँ पुरै चलाएर बसिरहेको थियो, कोही कम्प्युटर चलाएर बसिरहेको थियो, कोही चाहिँ नोटमा लेखिरहेको थियो है। म त कस्तो खालको मान्छेहरू, डिसिप्लिन पनि छैन, यहाँ सरले पढाइरहेछ, कोही पनि ध्यान दिँदैन भनेर सोचिरहेको थिएँ। तर उनीहरूले चाहिँ मोबाइलमा होस् ल्यापटपमा सबैमा चाहिँ सारिरहने रहेछ क्या। सानो सानो वचन पनि उनीहरूलाई चाहिँ यति महत्त्व लाग्ने रहेछ। कसैले केही वचनबाट सिकाउँदैछ भने चाहिँ उनीहरूले मोबाइल खोलेर हुन्छ कि ल्यापटप खोलेर हुन्छ कि आफ्नो वचन चाहिँ लेखिहाल्ने कि अलिकति पनि नछोड्ने त्यो नम्रता अनि त्यो डिसिप्लिन चाहिँ मैले त्यहाँ देखेँ है। अनि समय बिताउँदै गएँ 2 हप्तापछि के भयो भने त्यहाँ पैसा हरायो हेर्नुहोस् है। अब म पहिलो 2 हप्ता भर्खरै भइरहेछ तर त्यहाँ कहिले पनि पैसा हराएको थिएन अरे क्या। अनि 500 युरो, अब यहाँको चाहिँ 80,000 90,000 हुन्छ। एउटा साथीको 500 युरो हरायो भनेर चाहिँ कुरा आयो। अब शङ्का मलाई जान्छ, म नयाँ मान्छे होइन। अनि एकदम गाह्रो भयो त्यो बेला, किनकि सबै परिवार एउटा ठाउँमा बसेर हामी 10 जना जति थियो। अनि मेरो पैसा हरायो, कसले चोरेको छ फिर्ता गरिदिनुहोस् भनेर चाहिँ अब सबैको मुखमा चाहिँ कालो थियो कि अब यसै यो नयाँ छ यसले चोरे हो कि भनेर। त्यतिखेर एकदम गाह्रो अवस्था थियो मलाई। प्रभु अब यो दागलाई चाहिँ म कहिले पनि हटाउन सक्दिनँ, तपाईँको महिमाको निम्ति म यहाँ आएको छु। तर यो दाग लिएर म गएँ, मैले नचोरे पनि तर कसैले नदिए पनि अब त्यो दाग लागेपछि चाहिँ मेरो देशको निम्ति मेरो मण्डलीको निम्ति एउटा नराम्रो दाग बस्छ। परमेश्वर मलाई सहायता गर्नुहोस् भने चाहिँ म मनमा प्रार्थना गर्दै थिएँ है। अनि मेरो सुटकेस सबै देखाएँ, मैले सुटकेस देखाएँ, मैले कति पैसा ल्याएँ सबै देखाएँ है। त्यही पनि अब त्यो आँखामा हामीले देख्छ नि त शङ्का लागेपछि कसरी हेर्छ मान्छेको दृष्टिकोण, किनकि तपाईँ नयाँ हुनुहुन्छ, तपाईँको बारेमा कसरी थाहा हुँदैन। कति गाह्रो भयो। अनि एकछिनसम्म कुरा गऱ्यौँ हामी। अनि पछि उसले भन्यो यो पैसा चाहिँ मलाई मेरो घरबेटीले चाहिँ उपहारमा दिएको थियो, तर त्यो पैसा चाहिँ मैले सिरानीको छेउमा राखेको थिएँ भनेर भन्यो। अनि त्यो घरबेटी सोध्यो कसले दिएको हो, चाँडो दिइहाल हामी कुरा यहीँ राख्छु भनेर है। अनि 500 युरो हरायो भनेर भन्छ, 80,000 कहाँबाट ल्याउने हो त्यो। अनि अब ब्याकसाइड पनि चेक भयो, केही पनि पाएन। तर पछि आएर चाहिँ के कुरा भयो भन्दाखेरि चाहिँ त्यो 500 युरो थिएन अरे क्या, 50 युरो थियो अरे। उसले चाहिँ के सोचेछ नि, जब घरपेटीले पैसा दिएको थियो उसले चाहिँ हेरेको थिएन। उसले चाहिँ के सोचेछ भने 500 युरो चाहिँ घरपेटीले दिएको थियो भनेर उसले पनि सोचेको मात्र रहेछ। लास्टमा गएर पैसा हराएको रहेन रहेछ। आमेन आमेन। अलिकति सानो कुरा, त्यो पैसा हराएकै भए पनि सबै दाग मेरोमा लाग्थ्यो क्या। तर परमेश्वरले के बनाउनु भने पछि गएर चाहिँ सबैको आँखा खोलिदिनु भयो। अनि बिस्तारै समय बिताउँदै गएँ। एकचोटि फेरि मोबाइल हरायो। मलाई आएर अरे मोबाइल मेरो हरायो कहाँ थाहा छ भनेर भन्छ। अब यसो हेर्दाखेरि चोर जस्तो देखिन्छ कि है, त्यो थाहा छैन। तर
अब गरिब घरानाबाट आएको, गरिब देशबाट आएको, केही गरेकै होइन, तर उसको मोबाइल उसले अर्को ठाउँमा राखेको छ। त्यो पनि प्रार्थना गरी परमेश्वर सहायता गर्नुहोस्, म यस्तो खालि मेरोमा मात्र किन आउँछ भन्ने सोचिरहेको थिएँ। अनि परमेश्वरले फेरि पनि उसको मोबाइल चाहिँ उसले आफ्नो अफिस रुममा राखेको छ, फेरि पायो। अनि बिस्तारै बिस्तारै समय बित्दै गयो है। धेरै कुराहरू थियो कि जब मण्डली चाहिँ उनीहरू जानुभन्दा 2 घन्टा अगाडि जाने रहेछ। 1-2 घन्टा अगाडि गएर सबैसँग अँगालो हालेर, कुराकानी गरेर, गवाई बारेर, प्रार्थना गरेर मात्र सङ्गत सुरु गर्ने रहेछ क्या। त्यहाँबाट नयाँ त्यही कुरा सिकेँ मैले। अब यहाँ त अब आराधना भन्ने चलन छ है, त्यही पनि जति के छ नि एकअर्का सबैसँग अङ्गालो हाल्ने। तपाईँ एउटा ठाउँमा बस्नै नमिल्ने क्या, सबैजना सबै घुम्ने र एकअर्कालाई अङ्गालो हाल्ने, के छ कस्तो छ भनेर कुरा गरे मात्र सङ्गत सुरु गर्ने रहेछ। अनि फर्स्ट सुरुमा त एउटा ठाउँमा बसेँ म होइन। अब यहाँको चलन चल्छ, यहाँ आउँछ अनि मात्र टिमेसी भन्छ न त म भन्दिनँ भनेर। तर पछि बिस्तारै बिस्तारै परमेश्वर पनि मलाई भन्नुभयो जा गएर बोल। अब त्यहाँ इङ्ग्लिस त चल्दैन, अनि त्यहाँ के हेलो भनेर बोल्छु भन्नुपर्छ, बोल्छु बोल्छु भन्दै भन्दै सुरुवात गरेँ। त्यो बच्चाले बोल्छ नि त्यसरी नै सुरुवात गरेँ। अनि त्यसपछि मण्डलीसँग परिवारसँग घुलमिल भएँ र त्यसरी नै मेरो दिन गुजरियाहरू चलिरहेको थियो। अनि एक समय एउटा परमेश्वरको दासी आउनुभयो हामीलाई सिकाउनको निम्ति। अनि सबैले सोध्नुभयो तिम्रो जीवनमा तिमी के गर्न चाहन्छौ भनेर। अनि मैले भने मलाई चाहिँ धेरै कुरा केही आउँदैन, तर मलाई त्यो वचनबाट आउँछ। त्यसै कारण म त्यो वचनबाट चाहिँ परमेश्वरको महिमा गर्न चाहन्छु, अरूलाई सिकाएर चाहिँ परमेश्वरको सेवा गर्न चाहन्छु भनेर चाहिँ मैले बाँडेँ। त्यतिखेर चाहिँ अरूहरूले के सोच्दैन, यो लाटो होला, यसलाई केही आउँदैन। अनि त्यो पास्टर म्यामले चाहिँ के भन्नुभयो भने जब तिमी मसँग बोल्दैछौ मेरो शरीरमा चाहिँ त्यो गुजबम आइरहेको छ। त्यो परमेश्वरको उपस्थिति चाहिँ म महसुस गर्न सक्छु तिम्रो जीवनमा। तिमी धेरै माथि जान्छौ। अरे मेरो साथी भन्नुभएको उहाँले, कसैले भन्नुभएको थिएन। मेरो साथी तिमी धेरै माथि जान्छौ, केवल तिमी अगाडि बढ। तिमी कति सङ्घर्षबाट आएको छौ, परमेश्वर मलाई देखाउँदै हुनुहुन्छ, तर तिमी धेरै माथि जान्छौ भन्दै भन्नुभयो। अनि त्यो सबैजना एकछिन माथिबाट तल खसे जस्तो क्या। ओहो हामी के सोच्छौँ यसलाई, यो को रहेछ के रहेछ। अनि एउटा साथी आएर मलाई भने आर्य तिमीबाट म सिक्न चाहन्छु, मलाई सिकाउँछौ भनेर भन्नुभयो। खासमा म पढ्न गएको मान्छे, अनि तिमी सिक्न चाहन्छु म सिकाउँछु भने। अनि बिहानी 6 बजीदेखि 7 देखि 8 बजी चाहिँ एउटा हामीले क्लास राख्यौँ र 1जना 2जना गर्दै गर्दै चाहिँ 4-5 जना चाहिँ पढ्न आउनुभयो मेरोमा। जहाँ गए पनि परमेश्वर सिकाउने मौका चाहिँ दिनुहुने रहेछ। अनि उनीहरूलाई व्यवहारिक कुराहरू सिकाएँ, धेरै कुराहरू सिकाएँ। बिस्तारै बिस्तारै परमेश्वरमा र त्यहाँको मानिसहरूको उपस्थितिमा चाहिँ परमेश्वरको अनुग्रह दिएर चाहिँ मलाई हुर्काउनु बढाउनु भयो है। र सबैको प्रिय भएर चाहिँ 3 महिना बिताउन पाएँ। एउटा अब फ्लायर्स भन्छ नि, एउटा केही काम गर्दाखेरि त्यो एउटा बनाउँछ नि यस्तो खालको। र त्यसमा चाहिँ मलाई सर अगाडि चाहिँ फोटो राख्ने चाहिँ परमेश्वर मौका दिनुभयो। आमेन। त्यहाँ धेरैजना छ, धेरै समयदेखि पढेको, तर किन अब त्यहाँको पास्टरले चाहिँ मेरो फोटोलाई चाहिँ अगाडि राख्नु भएछ है। एउटा आशिषको रूपमा हो कि है, त्यो म भन्न सकिनँ। तर त्यहाँबाट कुन सोचबाट चाहिँ त्यहाँबाट मानिसहरूले सुरु गरेको थियो र सबैको प्रिय चाहिँ परमेश्वरले बनाउनु भयो। आमेन। र त्यो पछि दिन गुजारिया चल्दै गयो। अनि मैले के सोचिनँ, म नि अब त्यहाँ जस्तो अब त्यहाँ गएपछि अब म नि हेलो ब्रो हाउ आर यु आफ्नो व्यक्तित्व चाहिँ बिर्सेर चाहिँ अरू जस्तो ढल्ने क्या। किनकि हामी जहाँ जान्छौँ त्यो जस्तो बन्न खोज्छौँ अरे क्या हामी मानिसहरू चाहिँ। तर धनी जस्तो गएपछि यस्तो सरसफाइ जस्तो गर्छ हामी। धनीको बिचमा गएपछि यस्तै स्ट्यान्डर्ड गर्छ क्या हामी। यसरी बस्न सक्दैन, यसरी बस्नुपर्छ। हामी के छ भने कपी क्याट गर्नु खोज्छौँ क्या। त्यहाँ गएर पनि मैले त्यहाँ खाना बार्दैन है, आफ्नो खाना चाहिँ आफै खाने। अनि म पनि आफ्नो खाना आफै खाने अनि आफ्नो अलिकति स्ट्यान्डर्ड मेन्टेन गर्ने, तिनीहरू जस्तो बन्छु भने चाहिँ मनमा आएर चाहिँ उनीहरूको कपी क्याट गर्न थालेँ कि मैले। अनि एक समयमा चाहिँ हामीले खानेकुरा किनेर चाहिँ ल्याएर घरमा खायौँ। त्यहाँबाट 10 वर्षको बच्चा थियो है, उसले हामीलाई हेरिरहेको रहेछ, हामीलाई थाहा थिएन नि, हामीले खायौँ। मनमा त लागेको थियो दिउँ कि आदि, तर होइन यिनीहरू जस्तै बन्नुपर्छ भनेर चाहिँ मैले एक्लै खाएँ है। त्यो बच्चा भक्कानो फुट्ने गरेर रुयो क्या। यिनीहरू एक्लै खायो, मलाई चाहिँ बारेन भनेर है। त्यतिखेर त परमेश्वर बोल्नुभयो त किन अरू जस्तो बन्न चाहन्छस्, तेरो के व्यक्तित्व हो त त्यसलाई पछ। हामी जब हामी अरू जस्तो बन्न खोज्छौँ नि तब हामी चिप्लिन्छौँ कि।
अनि म के हुँ त्यहाँबाट म गर्न थालेँ, सेवा गर्न थालेँ अनि जे गर्नुपर्ने हो त्यो गर्न थालेँ, मेरो आफ्नो व्यक्तित्व देखेँ अनि त्यहाँबाट त्यो परमेश्वरले आशिष दिनुभयो हामी। कसैले भेटी एकजना क्यान्सर लागेको व्यक्ति आउनु भएको थियो, प्रार्थना गर्ने भने प्रार्थना गर्थेँ अनि मैले भने तपाईँ निको हुनुहुन्छ, तपाईँ चङ्गाई हुनुहुनेछ, म प्रार्थना गर्दछु। अनि उहाँले त्यो पिसीहरू जति मलाई भेटिदिनु भयो। थोरै पैसा हो तर परमेश्वर पैसा हेर्नु मन हेर्नुहुन्छ, कुन मनले त दिइरहेको छ हामी। र म विश्वास गर्छु कि उहाँ निको भइसक्नु भएको छ हामी। र समय बित्दै गयो सबैको प्रिय भएर चाहिँ अनि समय बित्दै गयो अनि त्यहाँ चाहिँ गवाई र वचन बाँड्ने पनि मौका दिनुभयो परमेश्वरले। पहिलो हप्ता जाने बित्तिकै वचन बाँड्ने मौका दिनुभयो। इङ्ग्लिस त्यतिखेर बेटर त थिएन, अब पहिलो पटक जाँदाखेरि अब जिब्रो लटपटिने कि, तर म प्रयास गरेँ र त्यसमा परमेश्वर सहायता गर्नुभयो। र मेरो गवाई, मेरो मण्डलीको बारेमा कसरी हाम्रो मण्डली चलिरहेको छ सबै कुरा चाहिँ मैले गवाई बारेँ है। त्यो पछि चाहिँ परमेश्वरले चाहिँ बिस्तारै चाहिँ मलाई सहायता गर्नुभयो र अन्तिम दिन पनि एकदम असल बित्यो। र कहिले पनि उनीहरूले त्यो सर्टिफिकेट चाहिँ आदि पढ्ने मान्छेले कहिले पनि दिन्थेन क्या। मभन्दा अगाडि पनि 3 जनाले पढेर गयो तर यो सर्टिफिकेट कसैलाई दिएन है। जब मैले सकाएँ अनि जाने बेलामा चाहिँ मलाई त्यो सर्टिफिकेट चाहिँ दिनुभयो है। किनकि यो कोर्स चाहिँ 10 महिनाको चाहिँ हुन्छ र बिचमा धेरैजना आउने जाने गर्छ त कसैलाई दिएन। तर उहाँहरूले चाहिँ एउटा परमेश्वरको प्रेमको कारणले र त्यो देखेको कारणले यो मलाई दिनुभयो। यो एकदम चाहिने डकुमेन्ट हो र यसमा पनि परमेश्वर मलाई सहायता गर्नुभयो। मैले कहिले सोचेको थिइनँ यति प्रेम र आदर पाउँछु भनेर अरू देशमा गएर पनि। र त्यहाँ धेरै कुराहरू त्यहाँको मानिसहरू चाहिँ एकदम भावुक व्यक्तिहरू हुने रहेछ कि एकचोटि भेटेपछि छुटिनु नखोज्ने। जब छुट्टिने समय आयो अब 3 महिनासँगै बसेको साथीहरू सबै रुन थाले अनि गिफ्टहरू दिन थाले है। हामी धेरैमा मिस गर्नेछु तिमीलाई आदि, तिमी अरूभन्दा बेग्लै छौ भनेर हामी अलिकति पनि तिमी जस्तो भावे हामी कति परमेश्वरमा हुन्थ्यौँ होला र हामी अलिक 1% पनि छैन तिमी जतिको भनेर भन्ने थियो। अनि हामी एकअर्कासँग प्रार्थना गऱ्यौँ, सबैजनालाई अँगाला हाल्यो त्यहाँ एकदम खै किन सबैजना पास्टरदेखि सबैजना अँगाला हालेर मैले जहाँबाट सुरु गरेँ त्यहाँ चाहिँ अन्त्य गर्न गयौँ अनि प्रार्थना गऱ्यौँ, खेल्यौँ अनि त्यसपछि बिदाई हेर्दै आयो। सबैजना रुयो है। म चाहिँ प्लेनमा हालेर जब प्लेनमा चढेँ तब रुएँ याद आएर। र यो चाहिँ मेरो गवाई हो कसरी त्यो बितायो भनेर। र तपाईँहरूको प्रार्थना थियो, तपाईँहरूको लगानी थियो, त्यसको निम्ति धेरै धेरै धन्यवाद छ। किनकि मण्डलीबाट एकजना सफल हुन्छ भने त्यो मण्डली सफल हुनु हो। हामी मण्डलीमा एकजनाले असल कमाउँछ भने त्यो मण्डलीको त्यही आशिष हो। र आज यो मेरो सफलता होइन तर आज यो मेरो मण्डलीको सफलता हो। आमेन। मेरो बलले मेरो बुद्धिले म गएको होइन तर तपाईँको प्रार्थनाले परमेश्वरको अभिषेकले तपाईँको आर्थिक सहयोगले चाहिँ म गएको हुँ र परमेश्वर तपाईँ हामी सबैजना आशिष दिनुहुन्छ। आमेन। गवाई मेरो यति नै छ, धेरै कुराहरू छ भन्नु। मैले धेरैचोटि भने चाहिँ 8 क्लासमा जब मैले एउटा सुसमाचार प्रचारको निम्ति प्रयास गरेको थिएँ कसैले माने त आफै खाने खाइस् अहिले त हामीलाई खानु रोक्छस् अनि तब मेरो मनमा एउटा आयो अब चाहिँ म मतलब बोलेर मात्र होइन तर मेरो जीवनबाट चाहिँ प्रचार गर्ने गर्छु। त्यो पछि टिकटक, फेसबुक सबैमा आज के कुराबाट चाहिँ परमेश्वरको महिमा हुन्छ त्यो मात्र पोस्ट गर्न थालेँ। बुझ्नुहुन्छ? तपाईँको हरेक सानो सानो चरित्रले चाहिँ परमेश्वर उचाल्ने काम गर्दछ। तपाईँ के पोस्ट गर्दै हुनुहुन्छ माफ गर्नु है आइहाल्यो मैले भनिदिइहालेँ। तपाईँ के गर्दै हुनुहुन्छ, तपाईँ के बोल्दै हुनुहुन्छ, तपाईँ कसरी हिँड्दै हुनुहुन्छ, कसको सङ्गतमा हुनुहुन्छ, के खाँदै हुनुहुन्छ, के लाउँदै हुनुहुन्छ, के बोल्दै हुनुहुन्छ, आज त्यसबाट चाहिँ परमेश्वरको आत्मा चाहिँ हाम्रो झल्किन्छ। यदि तपाईँ हामी सानो येशू हौँ भने उहाँको चेला हौँ भने चाहिँ तपाईँलाई देखेर चाहिँ मानिसहरूले यो त येशू क्रिस्ट जस्तै छ भन्नुपर्छ। हामी आज राखे बुझेछ गर्दै हिँड्नुहुन्छ म क्रिस्चियन हो के गर्छस् मान्छेले के देख्छ? शैतान देख्छ कि परमेश्वर देख्छ? सानो सानो काममा इमान्दार हुनुहोस् र आफ्नो जिब्रो चाहिँ चलाउन सिक्नुहोस्। आशिष आफै आउँछ। आशिषको अगाडि नदौडिनुहोस्। जब म फ्रान्समा थिएँ अब हुन्छ नि कसैको बानी केही छैन जस्तो म चाहिँ केही छैन अलिकति दिन्न केही हेल्प पाउन भने तर परमेश्वर मेरो मनमा के हालिदिनु भएको थियो म तसँग छु भने तसँग सबै कुरा छ। आफ्नो हात मेरो अगाडि मात्र फैला
फेरि त्यो भनेको अर्थ मसँग नभए पनि मसँग पैसा धेरै छ देखा भने होइन, तर जे छ त त्यो भएर दिए, हात मेरो अगाडि फैला। अनि त्यहाँ गएर मैले मलाई हेल्प चाहियो, मलाई त्यो चाहियो कहिले भनेन। केवल असल कुरा बोले, असल कुरा सिकाए, असल कुरा सिके र त्यो मुस्कान कहिले पनि छोडिन। र त्यसै कारणले चाहिँ उनीहरूको बिचमा त्यो एउटा प्रिय पात्र भएर चाहिँ बस्ने चाहिँ मौका पाएँ। आमेन। तपाईँको जीवनबाट चाहिँ तपाईँले गवाई सिकाउन सक्नुहुन्छ। तपाईँको बच्चाले पनि तपाईँबाट सिक्ने हो। तपाईँले कसरी सोच्दै हुनुहुन्छ, तपाईँले के बोल्दै हुनुहुन्छ, त्यसैबाट सिक्ने हो। तपाईँले केही नकारात्मक कुरा बोल्नुहुन्छ भने उसले पनि आफ्नो दिमागमा त्यही राख्छ, त्यही गर्छ। तपाईँ खालि झगडा गर्नुहुन्छ भने चाहिँ उसले पछि गएर उसले पनि त्यही झगडा गर्ने हो। तपाईँको बोली कस्तो ठाडो छ भने तपाईँको छोराछोरीले बोली ठाडै हुने हो। भात खाए होइन, तपाईँले जे गरेर देखाउनुहुन्छ उनीहरू त्यही सिक्ने हो। त्यसै कारणले चाहिँ तपाईँको बोलीदेखि वचनदेखि लिएर तपाईँको व्यवहारदेखि लिएर हरेक कुराबाट चाहिँ तपाईँले एउटा असल जीवन चाहिँ जिउनुपर्छ यदि तपाईँ चाहिँ परमेश्वरको चेला हुनुहुन्छ भने चाहिँ। अन्तिममा जीवनबाट चाहिँ तपाईँको जिब्रोबाट चाहिँ क्रिस्ट झल्किनुपर्छ। जब तपाईँ बोल्नुहुनेछ मानिसहरूले चाहिँ यसु ख्रिस्टलाई चाहिँ त्यो सम्झिनुपर्छ, ओहो परमेश्वर कस्तो हुनुहुन्छ भन्दाखेरि चाहिँ यो व्यक्ति जस्तो होला है, किनकि उसको बोली वचन त्यस्तै छ। आज हामीलाई देखेर चाहिँ आज परमेश्वरको झझल्को चाहिँ हामीमा देखिनु पर्ने छ, किनकि हामी उहाँको सन्तान हौँ भने चाहिँ उहाँको आत्मा चाहिँ हामीसँग छ भने चाहिँ हामी उहाँ जस्तै हुन्छ। र तपाईँमा कुन आत्मा छ एकताल जाँच गर्नुहोस्। झगडा गर्ने मात्र, ठाडो बोल्ने मात्र, रिस गर्ने मात्र, पितो बोल्ने मात्र भने सुधारिहाल्नुहोस्, मौका छ अझै पनि। अन्त्यको दिन नजिक छ। त्यसै कारणले चाहिँ आफूलाई विश्वासी मात्र होइन तर एउटा चेला बनाएर चाहिँ अगाडि बढाउनुहोस्। तपाईँको जीवनबाट, तपाईँको फेसबुकबाट, तपाईँको इन्स्टाग्रामबाट, तपाईँको टिकटकबाट यदि त्यो कामबाट परमेश्वर उचालेको छ भने त्यो गर्नुहोस्, किनकि तपाईँ पछिको व्यक्तिहरूले त्यही सिक्ने हो। ए माफ गर्नु फेरि एउटा भन्दै आइहाल्छ, भन्नु मन लागिहाल्छ। मण्डलीमा एकजना ठुलो व्यक्तिले काम बिगारेर सबैजना त्यही बाटो लागेको हुन्छ। गर्लफ्रेन्ड बोयफ्रेन्ड बनोस्, त्यहाँ सबै गर्लफ्रेन्ड बोयफ्रेन्ड माफ गर्नु होला, आइहाल्यो भनिदिइहाल्यो। एकजनाले झगडा गर्न थाल्यो, सबैजना झगडा छ, को ठुलो म ठुलो आइस भनेपछि तपाईँ हामी कसरी जीवन जिउँदैछौँ यो महत्त्वपूर्ण कुरा हो। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ सबैजना।